खाम्रीमो सबैजनालाई सिक्किमिस होम रेसिपीमा स्वागत छ हे। आज म फेरि बनाउन जान्दछु चानाको ब्रेकफास्ट। त्यसको लागि मैले लिएको छु अलिकति टमाटर, प्याज, अदुवा, लसुन र डल्ले खर्सानी। चानालाई चाहिँ मैले एक रात भिजाएर धोएर रेडी गरेर राखेँ। त्यहाँदेखि मैले यहाँनिर ककर ताताएँ र अलिकति कुकिङ ओइल एड गरेँ। तेल तातेपछि म यो माथि एड गर्छु अलिकति यसरी पाँचफोरन पड्काइदिने। पाँचफोरन पड्काइसकेर यो माथि एड गर्छु यसरी प्याजलाई पनि। प्याज एड गरेर चाहिँ लाइट ब्राउन होइन्जेल चाहिँ मजाले यसरी फ्राई गरिदिन्छु। अब प्याज ब्राउन भएपछि चाहिँ हल्का लाइट ब्राउन भएपछि यो माथि एड गर्छु म लसुनलाई। यतिको चाहिँ ब्राउनेस हुनु पर्यो। अब यो माथि म एड गर्छु लसुनलाई पनि एड गरेर चाहिँ अलिकति मिक्स गर्ने, नभए यसरी हल्लाइदिने ककरलाई। अब लसुन यसरी एड गरेर लसुन हल्लाइसकेपछि यो माथि एड गर्छु अदुवा र डल्ले खोर्सानीलाई सँगै एड गर्छु। मैले एउटा डल्ले खोर्सानी मात्रै लिएको छु, तपाईले लिनु चाहनुहुन्छ भने अलिक एड गर्नुहोस्। अब यो माथि म एड गर्छु टमाटर र चानालाई म सँगै एड गरिदिन्छु यसरी। टमाटरलाई पनि र चानालाई पनि सँगै एड गरिदिने। टमाटर चाना एड गरिसकेर चाहिँ म यो माथि एड गर्छु अलिकति यसरी एड गरिसकेँ। त्यहाँदेखि अलिकति हल्दी, त्यहाँदेखि अलिकति धुलो खर्सानी यानि कि रङ खर्सानी, त्यहाँदेखि धनिया पाउडर र तपाईले नुन पनि सँगै एड गर्नुहोस्। नुन चाहिँ तपाईले स्वाद अनुसार एड गर्नुहोस्। अब यति एड गरिसकेर चाहिँ 5 मिनट जस्तो चाहिँ मिडियम फ्लेम राखेर चाहिँ मजाले भुट्ने। जबसम्म चाहिँ अलिकति तेल छोड्दैन तबसम्म चाहिँ तपाईले मजाले भुट्नुहोस्। अलिक रातो रातो बनाउनुहोस्, यतिको तपाईले भुट्नु पर्यो। अब यो भुटिसकेर चाहिँ अब यो माथि म पानी एड गर्छु। पानी तपाईले कतिको ग्रेभी चाहिन्छ, कतिको झोल चाहिन्छ त्यो अनुसार एड गर्नुहोस्। एड गरेर चाहिँ मैले यहाँनिर म 15 सिटी चाहिँ मजाले लगाइदिन्छु, किन चाना पाक्न अलिकति टाइम लाग्छ। अब यो चाना पाकिन्जेल चाहिँ साइडमा म रेडी गरेको छु अलिकति क्यारोट काटेको छु, अलिकति काँचो प्याज काटेको छु र अलिकति निम्बु लिएको छु। साथमा मैले वाइवाई पनि लिएको छु र अलिकति चुरा बुटेर साइडमा चुरा बुटेर पनि राखेको छु। यो चाहिँ बादमा पाकिसकेर लगाएर खाने। अब आफ्टर 15 मिनट्स बादमा चाहिँ हेर्नुहोस् मेरो यहाँ चाना साइड पाकेर रेडी छ मलाई लाग्दैछ। चेक गर्दैछु म यहाँनिर, हेर्नुहोस् त। अब यो माथि चाहिँ तपाईले अलिकति अझै पानी एड गर्दा पनि भयो, नभए तपाईलाई यतिमै चाहिए भए पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ अलिकति पानी एड गरेको छु। अब पानी एड गरेर चाहिँ म मजाले उमाल्छु। यो तरिका चाहिँ मेरो आफ्नो ओन हो, तपाईलाई मन पर्छ होला सायद, तपाईहरु पनि बनाएर लिनुहोस् होला भन्न चाहन्छु। लास्टमा चाहिँ